अमेरिकन हार्ट हेल्थ मन्थ कसरी सुरु भयो तपाईँले चिन्नुहुन्छ यो दुईटा युएसको प्रेसिडेन्टहरू पहिलेको यो फर्स्टको प्रेसिडेन्ट चाहिँ लिन्डन जोन्सन सेकेन्ड प्रेसिडेन्ट चाहिँ आइजनहावर यो सेकेन्ड वर्ल्ड वार पछिको हो 1955 मा एउटा घटना घट्यो यो आइजनहावर वाज अ प्रेसिडेन्ट त्यसपछि लिन्डन जोन्सन वाज अपोजिट जुन भन्छ नि यो के भन्छ यो प्रतिपक्षको जो नेता के त्यो के भन्छ सिनेटको प्रेसिडेन्ट थियो 1955 मा एउटा घटना घट्यो यी दुवैला 81 म्यासिभ हार्ट अट्याक भयो अनि त्यो बेलामा त्यसपछि बिस्तारै अब त्यो रिसर्चहरू सुरु भयो यो के कारणले यिनीहरूलाई चाहिँ म्यासिभ हार्ट अट्याक भयो भनेर रिसर्च गर्दै जाँदाखेरि यी दुईटाको एउटा सिमिलरिटी के भेटायो भने तिनीहरूले यी दुवैजना म्यासिभ एकदमै चेन स्मोकर रहेछन् यो लिन्डन जोन्सन त दिनमा 60 वटासम्म 3 प्याक 20 वटाको अब प्याक हिसाब गरे भने 3 प्याकसम्म खाने रहेछ उसले धेरै 20-22 वर्ष त्यसपछि पछाडिको यो आइजनहावरले चाहिँ अलिक कम 2 प्याक मात्रै खाने रहेछ दिनमा 2 प्याक चाहिँ चुरोट त्यसरी सेवन गर्ने रहेछ अनि त्यसपछि चाहिँ अमेरिका हिस्ट्रीमा चाहिँ यो टोबेको चाहिँ हार्ट अट्याक अथवा कार्डियोभास्कुलर डिजिजसँग लिङ्क छ कि छैन भनेर ठुलो रिसर्च हुन थाल्यो अनि त्यसपछि यो लिन्डन जोन्सनले चाहिँ खाइरह्यो डक्टरको एडभाइस हुँदाहुँदै पनि त्यसपछि ऊ इन 60s मा मर्यो उसको फर्स्ट हार्ट अट्याक 46 मा भएको थियो अनि तेस्रो हार्ट अट्याकमा 62 63 त्यस्तोमा मर्यो अनि आइजनहावरले चाहिँ डाक्टरको कुरा सुन्यो उसले चाहिँ स्मोकिङ फर्स्ट हार्ट अट्याक भएपछि स्मोकिङ बन्द गर्यो अनि आई थिङ्क हि वाज अबाउट 78 when he died 78 वर्ष बाँच्यो अनि त्यसपछि 1964 मा हार्ट अट्याक दोस्रो हार्ट अट्याक भइसकेपछि लिन्डन जोन्सनले चाहिँ हरेक फेब्रुअरीमा चाहिँ अमेरिकन हार्ट हेल्थ मनाउँ त्यसले गर्दाखेरि चाहिँ एउटा प्रिभेन्सन एउटा एजुकेसन त्यसपछि यो हार्ट डिजिजहरूलाई चाहिँ प्रिभेन्ट गर्ने भनेर त्यो उसको लिन्डन जोन्सनको आइडिया आफू चुरोट खाँदा हार्ट अट्याक हुँदै उसले अरूलाई चाहिँ अब सर्वसाधारणलाई सबैलाई हेल्प गरौँ भन्ने उद्देश्यले त्यताबाट सुरु भएको 1964 मा लिन्डन जोन्सनले अमेरिकन हार्ट मन्थ इच फेब्रुअरीमा त्यसरी मनाउने भनेर सुरु गरेको अनि त्यसपछि त्यो बेलामा चुरोट खाने भनेको त एकदमै फ्यान्सी कि एकदमै त्यो प्रेस्टिजको कुरो 1950s 40s त्यो बेला चुरोट र हार्ट डिजिज अथवा चुरोट र क्यान्सरसँग लिङ्क थाहा भइसकेको थिएन अनि उनीहरूलाई भएको हार्ट अट्याक भइसकेपछि बिग रिसर्चहरू भयो त्यसपछि बल्ल थाहा भयो कि चुरोट चाहिँ शरीरको लागि राम्रो होइन भन्ने कुरा अनि 1964 मा उसले अमेरिकन हार्ट मन्थ डिक्लेयर गर्यो एभ्री फेब्रुअरी मनाउने भनेर अनि 1968-69 मा चाहिँ त्यसपछि चुरोटको विज्ञापन चाहिँ यो रेडियो टिभीमा ब्यान गरेको युएसले त्यसरी सुरु हुन्छ अब यो हिस्ट्री एकदम इम्पोर्टेन्ट छ किनभने यिनीहरूलाई हार्ट अट्याक नभएको भए सायद यो अलिक हुन्थ्यो होला ढिलो हुन्थ्यो होला हामी नेपालीहरूको पारा चाहिँ हाम्रो हिस्ट्री मेटाउने छ उनीहरूको चाहिँ हिस्ट्री लेख्ने हुन्छ कि यसरी है त्यो मैले त्यो ब्याकग्राउन्डमा चाहिँ अलिकति कुरा गर्न खोजेँ अब मुटुको बारेमा म किन केयर गर्ने त भन्दाखेरि मुटु भनेको चाहिँ एउटा गाडीको इन्जिन जस्तो मानौँ होइन साँच्चै नै हो तपाईँको गाडी सफा छ राम्रो छ बाहिरको कभर नयाँ गाडी छ स्टियरिङ व्हिल राम्रो छ तलको व्हिलहरू राम्रो छ तर इन्जिन बिग्रेपछि गाडी चलेन नि त्यस्तै हाम्रो पनि एकदम बाहिर सफा सुग्घर होइन सबै अब कलेजो ठिक छ फोक्सो ठिक छ यता ठिक छ किडनी ठिक छ छाला एकदम ब्युटिफुल होइन सबै राम्रो छ तर मुटुले काम गरेन भने त सक्यो नि त जिन्दगी त्यो हुनाले यो इन्जिनलाई चाहिँ जोगाउनु पर्छ भन्ने मेन उद्देश्य चाहिँ त्यो भएर मैले चाहिँ त्यो हार्टलाई एउटा इन्जिन जस्तो बनाएर एउटा पिक्चर सर्च गरेको त्यही भएर अब यो मुटु चाहिँ इन्जिन हो त्यो इन्जिनलाई चाहिँ कसरी केयर गर्ने यसको कसरी अब यसलाई चाहिँ स्वस्थ राख्ने भन्ने कुरा नै अब मेन फोकस हो अब मसँग 3वटा चाहिँ यो ऊ छ त्यो डिस्ट्रिब्युट गरौँ त्यो चाहिँ बेसिक मुटु त्यो स्पेसिमेनहरू छ त्यो एकले अर्कालाई पास गरौँ मुटु चाहिँ अब लगभग यो हाम्रो फिस्ट हुन्छ नि दुईटा मुड्की बराबर हुन्छ र अलिकति लेफ्ट साइडमा टिल्टेड हुन्छ त्यो खोलेर हेर्नुभयो भने त्यहाँभित्र भाल्भहरू देख्नुहुन्छ त्यसपछि त्यो बाहिरपट्टि नलीहरू नसाहरू देख्नुहुन्छ नि बाहिरतिरको त्यसले मुटुको स्ट्रक्चर यसरी बुझ्ने हो भने कसरी सजिलो हुन्छ भने मुटु चाहिँ एउटा घर हो एउटा पम्प हो होइन एउटा घरमा के हुन्छ घरमा फाउन्डेसन हुन्छ ब्रिक वाल हुन्छ रुफ हुन्छ बेसमेन्ट हुन्छ त्यो एउटा फाउन्डेसन भयो त्यो घरमा त्यसरी जसरी इलेक्ट्रिसिटी हुन्छ त्यसरी मुटुमा आफ्नै इलेक्ट्रिसिटी हुन्छ मुटुको आफ्नै ब्लड सप्लाई हुन्छ भनेपछि एउटा घरको जसरी घरमा फाउन्डेसन हुने भयो वरिपरि वाल हुने भयो रुफ हुने भयो होइन त्यसपछि
प्लम्बिङ सिस्टम हुने भयो पानीको लागि र अब बिजुलीको लागि इलेक्ट्रिकल सिस्टम। त्यसो त मुटुको रोगहरू बुझ्नको लागि यसको स्ट्रक्चर बुझ्नुपर्छ, किनभने मेन 3 किसिमको रोगहरू हुने भयो। एउटा चाहिँ मुटुको प्लम्बिङ, जुन बाहिरपट्टि तपाईँहरूले देख्नुभयो नि, त्यहाँ नसाहरू देख्नु भएको छ, त्यसलाई कोरोनरी आर्टरी भन्छ। बाहिर जुन त्यसको सुपरफिसियल नसाहरू रन गरेको छ त्यसलाई कोरोनरी आर्टरी भन्छ। त्यसपछि मसलमा भइहाल्यो। त्यसपछि जुन इलेक्ट्रिक सर्किट चाहिँ देख्न सकिँदैन, त्यो इलेक्ट्रिक सर्किट अब इन्भिजिबल हुन्छ नि इलेक्ट्रिसिटी, अनि त्यो इलेक्ट्रिक करेन्ट हुन्छ। त्यो हुनाले मुटुको समस्याहरू हिसाब गर्दाखेरि चाहिँ हामीले 3 तरिकाले तीन ठाउँमा बाँड्न सक्छौँ। एउटा मांसपेशीको समस्या, एउटा चाहिँ प्लम्बिङको समस्या जुन कोरोनरी आर्टरी डिजिज भन्छौँ। त्यो चाहिँ मेन मुटुको समस्याहरूमध्ये झन्डै 70-75% प्रब्लम चाहिँ त्यो आर्टरीको समस्या हुन्छ होइन, जुन हामी हार्ट एट्याक भन्छौँ। त्यसपछि त्यो कुराहरू अहिले एकछिनपछि आउँछ। अनि 3 नम्बरको समस्या भनेको चाहिँ इलेक्ट्रिकल प्रब्लम। कहिलेकाहीँ चाहिँ त्यो इलेक्ट्रिकल जुन मुटुको आफ्नै इलेक्ट्रिसिटीको कारणले मुटु हार्टबिट सधैँ चलायमान हुन्छ, त्यसको समस्या भयो भने चाहिँ इलेक्ट्रिकल प्रब्लम हुने भयो। त्यहाँदेखि मुटुको डाक्टरहरू पनि हिसाब गर्दाखेरि मुटुको मसल डाक्टर हुन्छ, हार्ट फेलियर स्पेसलिस्ट, मुटुको प्लम्बरहरू हुन्छ, त्यसलाई भन्छ इन्टरभेन्सन कार्डियोलोजिस्ट, अनि मुटुको इलेक्ट्रिसियन हुन्छ, तिनीहरूलाई भन्छ इलेक्ट्रोफिजियोलोजिस्ट। अब म चाहिँ अब ज्याक अफ अल मास्टर अफ नन भनेर सबै कुराहरू अलिअलि हेर्ने प्रिभेन्टिभ कार्डियोलोजिस्ट है। अब त्यो तपाईँहरूले बाँडेर अलिकति भित्र कस्तो हुन्छ बाहिर त्यो खोल्न सकिन्छ, त्यो खोलेर होइन भित्र हेर्न सकिन्छ है। अब नर्मल हार्टबिट चाहिँ 1 मिनटमा 60 देखि 100 सम्म हार्टबिट गर्छ। र यसरी हिसाब गर्दाखेरि एक दिनभरिमा झन्डै 100,000 इमेजिन गर्नु त, 100,000 टाइम्स चाहिँ हार्टबिट भइरहेको हुन्छ। अनि अब मैले अघि भने हार्टको आफ्नै प्लम्बिङ आफ्नै इलेक्ट्रिक सप्लाई हुन्छ, आफ्नै ब्लड सप्लाई हुन्छ। यो मसल हो, तर यो भित्र भएको जुन ब्लडहरू फ्लो भइरहेको छ त्यहाँबाट एब्जर्ब गर्न सक्दैन यसले होइन। त्यो भित्र भएको ब्लड सधैँ एब्जर्ब गर्ने हो भने त कहिले पनि हामी मर्दैनौँ, किनभने यो त सधैँ त्यहाँबाट खानेकुरा पाइरह्यो, त्यो बाँचिरह्यो नि त। तर त्यस्तो हुँदैन। त्यो बाहिर देख्नुभयो त्यो स्ट्रिकहरू देख्नुभयो, त्यो बाहिर त्यो चाहिँ कोरोनरी आर्टरी हो। त्यो आर्टरीको समस्या भएपछि चाहिँ अनि मसल मर्छ, किनभने यो आफ्नै यसको सप्लाई छुट्टै आफ्नै सप्लाई हुन्छ। अर्को चाहिँ जब हार्ट जब मैले कुरा गरेँ नि 60 देखि 100 सम्म भने एभरेज नर्मलमा 5 सेकेन्डसम्म हाम्रो हार्ट स्टप भयो भने ब्रेनमा तत्कालै ब्लड फ्लो कम हुन्छ र मान्छे फेन्ट हुन्छ। तपाईँले फेन्टिङ सुन्नु भएको छ नि, पास आउट हुने, त्यो भनेको मुटुले पम्प गरेर ब्लड चाहिँ ब्रेनमा पठाउन नसकेको अवस्था। 5 सेकेन्डसम्म भयो भने फेन्टिङ भयो। अब त्यही कुरा 5 मिनट 10 मिनट जति भयो भने चाहिँ फेरि अब माथि गइन्छ हेर्नुहोस्। त्यो भइरह्यो भने फेन्ट भएर उठ्यो भने त ठिक छ, उठेन र 5 देखि 10 मिनटसम्म व्यक्ति चाहिँ मृत्यु हुन्छ। त्यस्तो सेन्सिटिभ अर्ग्यान। मैले खालि किन चाहिँ मुटुको बारेमा कुरा गर्ने, किन केयर गर्ने, यसको हिफाजत किन गर्ने भने अलिकति बुझ्नुपर्छ। त्यसपछि अर्को चाहिँ हाम्रो शरीरमा ब्लड भेसल्सहरू हुन्छ नि, ब्लड भेसल्सहरू यति धेरै एक्सटेन्सिभ हुन्छ, भेन आर्टरिजहरूको कलेक्सन भने हेर्नु त, ह्युमन बडी कन्टेन्स एप्रोक्सिमेटली 60,000 to 100,000 माइल्स अफ ब्लड भेसल्स इनफ टु सर्कल द अर्थ मोर देन ट्वाइस। त्यति ब्लड एउटै व्यक्तिको ब्लड भेसल त्यति धेरै हुन्छ, त्यति एक्सटेन्सिभ हुन्छ। अनि त्यो सबैलाई सप्लाई गरेर बसेको के हुन्छ, मुटु हुन्छ हेर्नुहोस्। अनि त्यसपछि हार्ट पम्प्स अलमोस्ट 2000 ग्यालन्स अफ ब्लड अ डे। इमेजिन गर्नु त कति एक्टिभ छ। हामी सुत्छौँ तर पनि मुटु सुत्दैन, सुत्यो भने त सकियो होइन। नो वन नोज वाइ द हार्ट इज एसोसिएटेड विथ लभ। यो क्वेसन धेरै आउँछ, मुटु माया, तर माया भनेको ब्रेनबाट आउने, मुटुमा चाहिँ खालि एउटा मेनिफेस्ट हुने हो क्या। यो अब भ्यालेन्टाइन डे भन्छ होइन, मुटुको चित्र हुन्छ, यता हुन्छ मुटु, तर कस्तो हुन्छ मायामा हुँदा अथवा ब्रेकअप हुँदा मुटुमा चाहिँ मेनिफेस्टेसन हुन्छ, मुटु ढुकढुक हुनसक्छ। त्यसपछि मान्छेले त्यसरी सुरु गरे होला, तर मुटुको चाहिँ त्यो कनेक्सन छैन, ब्रेन नै हो माया भन्ने कुरा चाहिँ। अब यसै गरी अर्को फ्याक्ट्स एन्ड फिगर। अब बुझ्ने हो भने अमेरिकामा चाहिँ यो अब संसारभरिको स्टडीहरू सबैको रेप्लिकेट भएको छैन होइन। अमेरिकामा चाहिँ हरेक 5 जना मर्छ नि, 5 जना मध्ये 1 जना चाहिँ मुटुको कारणले मरेको हुन्छ। कति कमन छ, हरेक 5 जना व्यक्ति चाहिँ मध्ये 1 जना, 1 in 5 चाहिँ हार्ट डिजिज भएर मरेको हुन्छ। अनि 1% डाइज एभ्री 34 सेकेन्ड्स फ्रम कार्डियोभास्कुलर डिजिज। एभ्री 34 सेकेन्डमा अमेरिकामा 1 जना व्यक्ति। हामी अब कति भयो यहाँ आएको, धेरै व्यक्ति, त्यो हिसाब गर्दाखेरि त्यति व्यक्तिहरूको ऊ भइसक्यो कि यो टाइममा, कति सेन्सिटिभ छ। कोरोनरी हार्ट डिजिज इज द मोस्ट कमन टाइप अफ हार्ट डिजिज। मैले अघि भने नि 3टा कुरा गर्दा, प्लम्बिङको कुरा, इलेक्ट्रिक कुरा र मसलको कुरामा चाहिँ जुन प्लम्बिङ प्रब्लम हुने जुन ब्लड सर्कुलेसनको प्रब्लम छ त्यो चाहिँ नम्बर 1 को
कज हो। मैले भने 75 to 80% अफ हार्ट डिजिज आज बिकज अफ द कोरोनरी आर्टरी डिजिज। अब त्यसपछि अबाउट 1 in 5 हार्ट एट्याक्स आर साइलेन्ट। कहिलेकाहीँ चाहिँ थाहा नै हुँदैन हामीलाई, स्पेसल्ली अलिकति बुढुली लागेपछि र डायबिटिक पपुलेसनमा होइन। डायबिटिजले चाहिँ के गर्छ, साना साना नसाहरू पनि मारिदिन्छ। नसाहरू मरेपछि हामीलाई चाहिँ त्यो पेन पर्सेप्सनै हुँदैन। पेन शरीरभित्र हार्ट ड्यामेज भइरहेको छ त दिमागले पेन पर्सिभ गर्न सक्दैन, त्यो त्यसलाई साइलेन्ट हार्ट एट्याक भन्छ। यो कारणले पनि हामी बेला बेलामा जचाउन जानुपर्ने कारण चाहिँ के हो भने अलिकति उमेर भएपछि अलिकति रिस्क फ्याक्टर बढ्दै गएपछि, किनभने साइलेन्ट हार्ट एट्याक हामीले सामान्य इकेजी गरेर अथवा अल्ट्रासाउन्ड गरेर अथवा सिम्पल स्ट्रेस टेस्टहरू गरेर ठ्याक्कै पत्ता लगाउन सक्छौँ। त्यही भएर 20% अफ हार्ट एट्याक चाहिँ साइलेन्ट हार्ट एट्याक हुन्छ। त्यही भएर तपाईँहरू अब कोही कोही बुवा आमाहरू नेपालमा होइन डक्टर कहाँ गयो अहिले चेक गर्नलाई, तपाईँको त हार्ट एट्याक भएर छ भनेर भन्ने त्यो नर्मल हुनसक्छ। 20% अफ हार्ट एट्याक क्यान बी साइलेन्ट हार्ट एट्याक, स्पेसल्ली एल्डरली पिपल, स्पेसल्ली फिमेल्स अनि स्पेसल्ली डायबिटिक, पोरली कन्ट्रोल डायबिटिस। डायबिटिसले नसाहरू सबै मारिसकेपछि त्यो पेन पर्सेप्सन हुँदैन अनि मान्छे चाहिँ कन्टिन्यू टु वर्क होइन। अनलेस द्याट्स अ म्यासिभ, एकदमै ठुलो भयो भने चाहिँ थाहा हुन्छ, सानातिनो हार्ट एट्याक चाहिँ थाहा नहुन सक्छ। अब हार्ट एट्याक भन्ने बित्तिकै अब के हो त, हार्ट एट्याक भन्ने त अघि मैले भने नि जुन बाहिरपट्टि आर्टरिज छ नि त्यो चाहिँ 100% ब्लक भयो भने त्यो हार्ट एट्याक हुने भयो। अब के हुन्छ हार्ट एट्याक भन्ने बित्तिकै अब धेरै जसोमा चाहिँ छाती दुख्ने, 81 छाती दुख्ने, प्राय देब्रेतिर, प्राय होइन अब दाहिनेतिर पनि हुन्छ, देब्रेतिर। त्यसपछि कस्तो खालको दुख्ने भने हामीले अब एउटा जार्गन टर्म युज गर्छौँ, एज इफ एलिफेन्ट इज सिटिङ इन द चेस्ट के, हात्ती आएर बसेको जस्तो 81 एकदमै अप्ठ्यारो हुने, स्क्विज गरेको जस्तो, कहिलेकाहीँ एकदम डिस्कम्फर्ट भयो जस्तो, कहिलेकाहीँ थिचिएको जस्तो, 81 थिचिएको जस्तो हुने। अनि त्यसपछि त्यो पेन चाहिँ प्राय लेफ्ट आर्ममा अथवा यो लेफ्ट जतिर चाहिँ रेडिएट हुनसक्छ। अनि त्यो हुँदा हुँदै मान्छेलाई एकदमै चिटचिट पसिना आउने र एज इफ पेसेन्ट फिल्स एज इफ दे आर गोइङ टु डाई। 81 चाहिँ अब म मर्छु, मेरो छैन भने, अनि सास फेर्न गाह्रो हुने। अनि यो कारणले चाहिँ कहिलेकाहीँ फेन्टिङहरू हुने, लाइट हेडेड, रिङ्गटा लाग्ने, अनि बान्ताहरू आउनु सुरु गर्ने हुनसक्छ। त्यो यो चाहिँ धेरै अब 90% जतिलाई हुन्छ। तर अहिले मैले भने नि 20%मा चाहिँ कहिलेकाहीँ साइलेन्ट स्मल माइनर हार्ट एट्याक क्यान गो साइलेन्ट है। त्यो सिम्टम्सहरू के पनि नहुन पनि सक्छ। अब हार्ट एट्याक सिम्टम्स हेर्नु त ठ्याक्क त्यो हुने बित्तिकै मान्छेले कति भन्दा लेफ्ट साइडतिर चाहिँ एकदमै बेग पेन के, जस्तो तपाईँले कहिलेकाहीँ यसो चासो चुसो यसो निडलले घोचेको जस्तो दुख्ने, अथवा चुपलाएर बसेको बेलामा यसो दुख्छ अनि त्यो सास फेर्दाखेरि बढ्ने, त्यो चाहिँ युजली हार्ट एट्याक हुँदैन। त्यो चाहिँ हार्ट एट्याकको लागि चाहिँ डिफ्युज बेग पेन। जब छाती हुन्छ र तपाईँले मलाई यो ठ्याक्कै एउटा अनुहारले देखाउनुहुन्छ, त्यो चाहिँ हाम्रो लागि खुसीको समाचार हो। हामी त्यो इमर्जेन्सी दौडिनु पर्दैन यदि। तर कसैले चाहिँ एकदमै बेग तपाईँको चाहिँ होइन एउटा मुठी जस्तो बनाएर मलाई यहाँ यति दुख्छ, एकदम डिफ्युज दुख्छ, त्यसपछि देब्रेतिर जान्छ अनि जतिर जान्छ, मलाई अलिकति गाह्रो भयो, सास पनि रोकिया जस्तो भयो भने चाहिँ द्याट कुड बी लाइक रेड फ्ल्याग होइन। त्यो तरिका तर सबै मान्छेलाई यो हुन्छ भने छैन। अहिले म एकछिनपछि आउँछु। मेजोरिटीलाई त्यो हुने हो 80% टु लाइक 85% होइन। अब मैले त्यही कुरा यहाँ भनेको छु होइन। पेन र डिस्कम्फर्ट, त्यसपछि लाइट हेडेडनेस हुन्छ, त्यसपछि ज नेक अर ब्याक पेन छ, त्यसपछि डिस्कम्फर्ट इन आर्म र सोल्डर हुनसक्छ, अनि सास फेर्न गाह्रो, सास अड्किने, अनि फिलिङ अफ इम्पेन्डिङ डोम, कहिलेकाहीँ चाहिँ अब म मर्छु भने जस्तो होइन, त्यस्तो खालको हुन्छ। अब महिलाहरूमा चाहिँ अलिक फरक हुनसक्छ। जस्तो मेलहरूमा चाहिँ 90% मेलमा चाहिँ हार्ट एट्याकमा चाहिँ चेस्ट पेन हुन्छ, महिलाहरूमा चाहिँ सबैलाई चेस्ट पेन हुन्छ भने छैन। 70%लाई महिलाहरू अलिकति युनिक नै हुन्छन् होइन। अब त्यो डोन्ट टेक इट अदरवाइज होइन, जे कुरामा पनि अलिकति फरक छ नि त। अनि त्यो चाहिँ कस्तो हुन्छ भने धेरैलाई प्रिडोमिनेन्ट होइन पपुलेसनलाई चाहिँ छाती दुख्ने भयो अथवा गाह्रो हुने भयो, गरौँगो हुने भयो, के बसेको जस्तो हुने भयो। तर कतिपयलाई चाहिँ छातीमा केही पनि नभएर पेट दुख्ने, अनि पेट दुखेपछि मान्छेलाई के हुन्छ, यो ग्यास्ट्रिक होला भन्ने हुन्छ हेर्नुहोस्। त्यसपछि सास फेर्न गाह्रो मात्रै हुने, छाती नदुख्ने, 81 सास फेर्न गाह्रो हुने, अनि अर्को चाहिँ बान्दा हुने, अनि त्यसपछि अर्को चाहिँ तपाईँको एकदम फटिके एकदमै थकाइ लाग्ने। 81 हिजोसम्म ठिक थियो, आज चाहिँ एकदमै थकाइ लागेको छ, केही गर्नै मन लाग्यो, बेडमा बसिरहेको छ, अलिकति हिँड्यो कि सास फेर्न गाह्रो हुन्छ, 81 थकाइ लाग्ने। त्यो फिमेलहरूमा चाहिँ अलिकति युनिक सिम्टम हुन्छ। अनि यो कारणले चाहिँ धेरै जसो फिमेलहरू अस्पताल जानुहुन्न, किनभने त्यो छाती दुख्ने समस्या भएन, नदुखिकन धेरै नपरिकन नजाने भए। अनि गए पनि डक्टरहरूले चाहिँ त्यो छाती छैन भनेर उसको त्यो डायग्नोसिसै अन्त लगिरहेको हुन्छ कि, जस्तो ग्यास्ट्रिक हो कि, त्यो डक्टरको नि एरर हुन्छ कि, त्यो सबै पार्टबाट एरर हुन्छ। त्यसले गर्दा ढिलो अस्पताल जाने
ढिलो शङ्का हुने डक्टरलाई पनि अनि उसलाई पनि, त्यसले गर्दाखेरि फिमेलहरूमा हार्ट एट्याक भएपछि चाहिँ डिले डायग्नोसिस र लेट डायग्नोसिस चाहिँ एकदम बढी हुन्छ। त्यो फिमेलहरू स्पेसल अलिकति केयरफुल हुनुपर्छ होइन। अब धेरै त सेन्सिटिभ हुनुहुन्छ फिमेलहरू आफैमा, अनि अझ बढी सेन्सिटिभ भयो भने चाँडै क्याच गर्न सजिलो हुन्छ। अनि अर्को मैले